फाइनली हामी बुलबुलेमा ऱ्याफ्टिङ गरेर आइसकेका छौँ। और यो देख्न सक्नुहुन्छ बुलबुलेका धाराहरू हैन, यहाँ नुहाउने गरिन्छ, यहाँ छ हैन, मान्छेहरू नुहाइरहेका छन्। तपाईले अन्त पनि देखाउँछु पछाडि, तर त्यहाँ मैला जस्तो छ, के हो एक हेर्नुपर्ने हुन्छ। तपाईहरुलाई देखाउने कोसिस गर्छु। यो त मैलाको एरिया रहेछ, यहाँ देखाउन मिल्दैन है, तर के भएर सेफ्टी हो। बाँकी यो केटाहरू नुहाउने ठाउँ। त्यसै गरेर माथि तालको पनि देखाउँछु तपाईहरुलाई हैन। अनि यो बुलबुलेको मेन जड भनेको यही हो। ऱ्याफ्टिङ गरेर आइसकेपछि यो हेर्नुस् बुलबुले ताल यसलाई भनेर भनिन्छ हैन।